सभागार भवन में आज बुद्ध जयंती के उपलक्ष्य में मानवतान सेवा समिति के द्वारा सद्भावना सत्संग कार्यक्रम हो रहा है। तस्मै श्री गुरुवे शाक्यमुनि भगवान बुद्ध की जय। बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि संघं शरणं गच्छामि। कर्म गर्नुपर्दछ भनेर चाहिँ सन्तहरूले भन्नुहुन्छ। कर्म प्रदान विश्व रचिराखा, जो जस कराही सो तस फल चाखा। जसले जस्तो कर्म गर्दछ उसले उस्तै फल पाउँदछ भनेर सन्तहरू भन्नुहुन्छ। र यस कारणले तपाईँ हामीले चाहिँ जो कि संसारमा आएर सबैभन्दा पहिलो चाहिँ हामीले खोज्नु पर्दछ। के खोज्नु पर्दछ भन्दा स्वयंलाई नै हामीले खोज्नु पर्दछ कि हामी संसारमा कति हराइरहेको छौँ। र हेर्नुहोस्, जब महान पुरुष आउँदछ तब नै तपाईँ हामीलाई जो कि ईश्वरको कृपा हुन्छ। जब हामी सत्सङ्गमा आउँछौँ तब हामीलाई चाहिँ त्यो मानव ताको बोध हुँदछ, आत्मज्ञानको बोध हुँदछ। आज हामी ढुकुरियाको बालसभाबाट बुद्ध पूर्णिमाको उपलक्ष्यमा सानो कविता लिएर आएको छौँ। कविताको शीर्षक हो बुद्ध हाम्रो प्रेरणा। लुम्बिनीमा जन्मे बुद्ध संसारले ज्ञान दिए, दुखी मनले शान्ति दिए, सत्यको बाटो देखाए। हामी पनि साना बालक उनका शिक्षा सिकाऊ, दया माया सहयोग गरेर राम्रो मानिस बनाऊ। हाम्रो बुद्ध माया र करुणाका सागर, अन्धकारमा ज्योति बाल्ने, सत्य मार्गका उज्यालो भर। हिंसा होइन प्रेम सिकाए, संसारलाई बाटो देखाए। बुद्धको शिक्षा मनमा बसाऊ, बुद्ध शरणम गच्छामि। बनाऊ मिली सबैले मनको लोभ र क्रोध हटाई, प्रेम भाव गरौँ सबैले। शान्तिका दूत बुद्ध आज विश्वका नै तारा। बुद्ध जयन्तीको शुभकामना सम्पूर्णलाई प्यारा। धन्यवाद। सरल एक दिन सकेला
गर्दछु उहाँको शब्द पक्कै हाम्रो आत्मासम्म जानेछ र जयकारा जोडले लगाउने है। प्रेम से बोल श्री सद्गुरुदेव महाराज की। हामीलाई के गर्नु हुँदैछ भन्दाखेरि उत्थान गराउन चाहनु हुँदैछ कि हे मानव तिमी भित्र त्यो शान्ति छ, त्यो शान्तिलाई तिमीले जान। तर आज तिमीले त्यो शान्तिलाई कहाँ खोजिरहेको छौ भन्दा हेर्नुहोस्, तपाईँ हामीले विचार गरौँ हामीले शान्तिलाई कहाँ खोजिरहेका छौँ भन्दा कसैले हेर्नुहोस् मन्दिरमा खोजिरहेका छन्, कसैले मस्जिदमा खोजिरहेका छन्, कसैले गुम्बामा खोजिरहेका छन्, कसैले हेर्नुहोस् बजारमा खोजिरहेका छन्, बडे बडे महलतिर आज हेर्नुहोस् शान्तिलाई खोजिरहेका छन्। तर हेर्नुहोस् समयको सद्गुरुले बताइरहनु भएको छ जहाँ तिमीले त्यहाँ शान्ति खोज्छौ, पलभरको लागि तिमीले त्यहाँ शान्ति पाउँछौ। तर जब तिमी हृदय आकाशमा झाँकेर हृदय आकाशमा जब तिमी प्रवेश गरेर त्यो शान्तिलाई तिमीले प्राप्ति गर्छौ, त्यो शान्ति तिम्रो जन्म जन्मसम्म त्यो शान्तिले तिमीलाई साथ दिन्छ। त्यो शान्तिलाई आफ्नो जीवनमा तिमीले के गर अनुभूति गर। जब त्यो शान्तिलाई तिमीले प्राप्ति गर्छौ तिमीले मानवदेखि अझ महामानव तिमी बन्न सक्छौ। प्राण भन्दा प्यारो मेरो देश कता कता जहाँ छन् बुद्धका स्नेह शान्त र सुन्दर त्यहाँ जा शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता तता। भनेदेखिलाई त्योभन्दा पनि किम्ती तपाईँको श्वास छ अनि त्यो श्वासभन्दा पनि किम्ती तपाईँको नाम जो भगवानको नाम छ र त्यो नाम हामी बाहिर खोजिरहेका छौँ। हजुरले यो कुरो बुझ्नु हुँदै होला, संसारी नामले मात्रै कल्याउनु हुँदैन। कति दाजुभाइको नाम राम छन्, सीता राम छन्, भाउजूको नाम सीता छ होइन, कृष्ण छ, भाइहरूको नाम सबैको नाम भगवानको नामले नै छ। तर उसमा के भगवानको जस्तो ज्ञान छ कि भगवानको जस्तो उसकोमा त्यागपना छ? छैन नि त। तर नाम राख्दैमा चाहिँ राम हुँदैन रहेछ। गुरुजीहरूले त्यो नाम जतातता बताउनु हुँदैन भन्छ, त्यसैमा स्कुलको नाम भिन्नै, घरको नाम भिन्नै राखिदिन्छ। त्यसै गरी त्यो नाम भगवानको नाम तिमीले आमा गर्भमा जपेको थियौ भनेर। र अर्को कुरो तिमीले आमा गर्भमा धुन सुनेको थियौ भनेर के बजाइदिन्छ भन्दाखेरि थाल र चम्ची ठटाएर सुनाइदिन्छ। यस्तै खालको झर्के ताल बजाएर सुनाइदिन्छ काँसको ताल झन यस्तै खालको तैँले सुनेको थिइस् भन्छ। र नानीहरूले अँध्यारोमा त्यो नानी रुँदछ र बत्ती बालिदिन्छ। बत्ती बालिसके त्यो नानी एकोहोरो हेर्छ, यो मैले कहाँ देखेको भनेर सम्झिन्छ। त्यसै कारणले यो बत्ती बाल्नुको मतलब हो यो बत्ती त तेल र सलाइतो सकेपछि निप्छ। तर तपाईँ हाम्रो आत्माको बत्ती चाहिँ कहिल्यै निप्दैन। यो शरीरबाट निस्किँदा पनि निप्दैन। शरीरबाट आत्मा निस्किन्छ नि, शरीरबाट आत्मा निस्किँदा पनि यो आत्माले गुरु ज्ञानलाई पाएर ध्यान गरेको छ भने मोक्ष हुन्छ, नत्र भने स्यासिन्डे बनेर घुमिन्छ। अब तपाईँको विचार हो। मानवतन सेवा समितिको अर्जी बाँकी हजुरको मर्जी, स्यासिन्डी बनेर घुम्ने हो कि
फेदाङमाले अलिअलि 2-3 अक्षता लाएर त्यही 2-3 अक्षता खाँदै बस्ने हो कि होइन म अमृत पिएर अमर हुन्छु भन्नु चाहनुहुन्छ कि यो तपाईँको हातमा छ, हाम्रो हातमा छैन। हाम्रो त अर्जी मात्रै हो, बाँकी हजुरको मर्जी हो। किन भन्नुहोस् यहाँ चाहिँ किन सत्सङ्ग सुनाएको, त्यहाँ चाहिँ किन सुनाएन? यही प्रोग्राम चाहिँ ती नै किन गर्नु भएन, त्यही आश्रममा किन गर्नु भएन भन्दाखेरि चाहिँ आश्रममा भक्तहरू त आउनुहुन्छ होइन, तर जिज्ञासुहरू त आउनुहुन्न नि। हाम्रो आज बुद्ध पूर्णिमाको दिनमा यहाँ धेरै राम्रो राम्रो कुराहरू सुन्नु पाएँ र मलाई त अब कति अब कुराहरू सुन्दाखेरि माताजीहरूको जति पनि प्रवचनहरू सुने एकदमै खुसी लाग्यो र एउटा हाम्रो आज सुन्ने मौका पाएँ र यति राम्रो राम्रो प्रवचन सुन्दा म अब मलाई मेरो हर्षित भएको छ र तपाईँहरूको अझै हामी यो राम्रो राम्रो कुराहरू हामी सुन्नु पाऊँ यतिमा म एकदम धन्य भएँ आज यो सुनेर। आन्तरिक हृदयबाट सालुगढा शाखाको तर्फबाट हाम्रो पूजनीय बाईजी साधु सन्त महात्मा जो अनेक तीर्थस्थलबाट यात्रा भ्रमण गर्दै यहाँ आइपुग्नु भएको छ, हजुरहरूको समक्षमा दर्शन दिइरहनु भएको छ। यस्तो साह्रो गर्मित हाम्रो जीवनको चाहिँ मूल उद्देश्य, जीवनको उद्देश्य के हो भनेर र हामीले यो मानव शरीर किन पाएको र के कारणले हामीले यो शरीर पाएर पृथ्वीको यो धराधारमा आएको उहाँले बाईजीहरूले हामीलाई सुनाउनु भएर म बाईजीहरूलाई मेरो आन्तरिक